के भने एउटा कुलोबाट कुलेसो लगाएर जाने पानी पटाउने हुन्छ है। ल फेरि मैले दोहोऱ्याएँ है त। यो अब पम्पबाट चाहिँ यसमा 1000 लिटरको ट्याङ्की राखेँ हैन। र तपाईले देख्नुभएको होला यो सतह सिँचाइ गर्दाखेरि कुनै पनि सिँचाइ सतह सिँचाइ चाहिँ यो ट्याङ्कबाट चाहिँ तपाईले ट्याङ्कबाट प्रयोग गरेर सिँचाइ गर्न सकिन्छ। त्यसको लागि चाहिँ ट्याङ्क प्रयोग गर्ने जस्तो ड्रिप इरिगेसनमा देख्नुहुन्छ हैन। थोपा थोपा सिँचाइ गरेर धेरै पानी बचत गर्ने हिसाबले यो गरिन्छ। तर यो डिस्क्रिट इरिगेसन सिस्टम अथवा यो काचालका जुन सिँचाइ प्रविधि छ तपाईहरुको अगाडि छ त्यो चाहिँ हामीले ट्याङ्की प्रयोग गरेर थोपा सिँचाइ जस्तै पानीलाई हामीले एकदम कन्ट्रोल गरेर जति बिरुवालाई चाहिन्छ त्यति मात्र दिने हैन, त्योभन्दा बढी नजाओस्। यसको चाहिँ मुख्य पानी चाहिँ यो सतह सिँचाइमा पानी खेर जाने भनेको के हो भने पानी मुखबाट यताबाट हेडबाट लगाइयो तेलतिर अन्त गएर तलबाट चाहिँ चुइने हैन। त्यो करिब 20 देखि 30% लस हुन्छ। अर्को चाहिँ मुख्य चाहिँ लस हुने भनेको के भने हाम्रो अब यहाँ चाहिँ 3 इन्ची 4 इन्चको बोरिङबाट पानी ल्यायो तान्यो त्यसपछि खेतमा चाहिँ अनि पुरै छोड्ने यो चाहिँ अनि पुरै यो चाहिँ ताल बनाउनु पर्ने के धेरै पानी र धेरै पानी चाहिँ लस हुन्छ हैन। त्यो लस चाहिँ अब बिरुवालाई चाहिन्छ एउटा बिरुवालाई चाहिन्छ 60-65 लिटरको क्याप भए पुग्छ। उसले चाहिँ त्यहाँ चाहिँ 200-300 लिटर भन्दा बढी चाहिँ एउटा बोटलाई चाहिँ राख्नुपर्ने हुन्छ कि धेरै पानी चाहिँ लस हुन्छ। त्यो भन्दाखेरि यसलाई कन्ट्रोल रूपमा चाहिँ यसलाई गर्न सकिने हुनाले अब यसलाई चाहिँ हामीले ट्याङ्कीबाट अब यो बल्ब भयो यो मेन गेट भयो यो ओपन गऱ्यो हैन। पानी चाहिँ सबै हामीले ओपन गऱ्यो है। सबैमा पानी गयो सबैमा। अब यसमा चाहिँ तपाईले 3 प्रकारको चाहिँ काचालका देख्नुहुन्छ हेर्नुस् है। यो हरियो छ, यसमा हरियो अहिले मैले यहाँ चाहिँ 3-4 वटा मात्र राखेँ। त्यसपछि अर्को यहाँ चाहिँ रातो छ र निलो छ। हरियो चाहिँ 5 लिटर क्यापासिटीको, रातो चाहिँ 4 लिटर क्यापासिटीको र निलो 3 लिटर क्यापासिटीको छ है। र अरू पनि हामीसँग 2 लिटर 1 लिटरको पनि छ। तर यहाँ चाहिँ अहिले मैले प्रस्तुत गरिएन हैन है। अब यो चाहिँ 5 लिटर भरेपछि यो अटोमेटिक चाहिँ फालिरहन्छ हैन। यसलाई हामीले नोइज कम गर्न सकिन्छ तर मैले त्यसको अलि व्यवस्था मिलाउनु हैन। यो चाहिँ चराहरु भएको छ यतिकै ठीक छ। के बोन फेबी बोन किन्न गएको भेट्दैन के त चराहरूले पनि नखाने भन्छ भागिहाल्ने हो। ट्याङ ट्याङ गयो भने त आवाज मकै बारीमा अब यसमा अर्को सिँचाइ त्यो देखाउनलाई चाहिँ मैले यो राखेको। अब यसको प्रिन्सिपल के हो भने यसको प्रिन्सिपल हामीलाई चाहिएको कारण के हो भने हजुर यसको प्रिन्सिपल भनेको के हो भने यो जुन सरो इरिगेसन छ यसको प्रविधिमा चाहिँ हामीले पानी दिँदाखेरि जस्तो कुलेसोबाट पानी दिँदाखेरि एकदम पानीको मात्रा धेरै चाहिन्छ हैन। अथवा चाहिँ 3 लिटर 4 लिटरको चाहिँ पम्पबाट पानी तानेर हामीले फाल्दै जानुपर्छ हैन। त्यसपछि मात्र हामीले चाहिँ एक कट्ठा 2 कट्ठा चाहिँ भिजाउन सकिन्छ हैन। तर चाहिँ के भने हामीले कन्ट्रोल रूपमा चाहिँ पानी पठाउनको लागि चाहिँ यो काचालका प्रयोग गर्दाखेरि यो चाहिँ के भने जस्तो अहिले यो 5 लिटरको छ 5 लिटरको पानी भर्यो र 5 लिटरको एकैचोटि हामीले फाल्यो। झ्याप्प फाल्दाखेरि के भने यसले चाहिँ यो पानी बग्ने लम्बाइ जुन छ एडभान्स लेन्थ भन्छ यसलाई, यो एडभान्स लेन्थ चाहिँ बढ्दै जान्छ हैन, तुरुन्त बढ्छ हैन। यही पानी चाहिँ हामीले तपाईँले अलिकति यो सानो पाइपले गऱ्यो भने यो चाहिँ तपाईँको 2 मिटर पनि पुग्नलाई गाह्रो हुन्छ हैन। तर यसले चाहिँ यो हाल्दै गर्दाखेरि यो चाहिँ धेरै अगाडि जान्छ कि लिचिङ कम हुँदै जान्छ हैन। र यसरी हामीले चाहिँ पानी दिँदै जाँदाखेरि यसले चाहिँ के भने पहिला चाहिँ अब 8 फिट 9 फिट मात्र गरिरहेको छ भने जस्तो अहिले चाहिँ हामी यो 50 फिटको चाहिँ यो 50 फिटको छ हैन, 48-50 फिटको छ है। यो 50 फिटको चाहिँ हामी यता 50 फिट करिब यो बनाउन क्यापासिटी हो 50 फिट हुन्छ क्यापासिटीको लेन्थ चाहिँ यो चाहिँ हामीले स्लोप अहिलेसम्म ट्याक्क मिलाउन सक्यो भने 50 फिट बनाउन सकिन्छ। 5 को अलिक बढी हुन्छ। त्यो हामीले अब यो अलिकति रिसर्च गरेर अझ यसले यस्तो माटोमा यति हुन्छ त्यसको भन्ने कुरा अझ पनि यसलाई चाहिँ गर्न सकिन्छ। तर यसमा चाहिँ एउटा रेगुलेसन के गर्न सकिन्छ भने हेर्नुहोस् है तपाईँले अब जस्तो यो पानी हामीले पुरा छोड्यौँ हैन। यो रेटमा चाहिँ अब यो भर्नलाई सपोज भनौँ यो 15 सेकेन्ड लागेको छ हैन भने हामीलाई चाहिँ यसलाई कम गरेर
जस्तो पानी धेरै कम भयो भने यसलाई चाहिँ अब 5 मिनट लगाएर 10 मिनट लगाएर पनि तपाईँले चाहिँ यो पानी भऱ्यो त्यसपछि फाल्छ यो रेगुलर गर्न सकिन्छ होइन सबै भन्दाखेरि यसलाई चाहिँ के भने माटोको प्रकार टेक्सचर टाइप होइन यो चाहिँ अनि कुन बोटहरूमा लागिरहेको छ कति वाटर चाहिन्छ यो फरोको इन्फर्मेसन होइन यो सबैको हेरेर अथवा मोइस्चर कन्टेन्ट कति छ त्यो सबै अन्दाजले हामीले जति पानी चाहिन्छ त्यतिमा हजुर के अरे होइन अब किसान समूह प्रस्तुत गर्दाखेरि कुन खेतीको लागि अथवा कस्तो ठाउँमा चाहिँ कति लेन्थसम्म हामीले कुन चाहिँ बढी बेस्ट हुन्छ भन्ने कुरा हेर्नको लागि चाहिँ अहिले तयार हजुर के कुन क्रपहरूको लागि यो भेजिटेबल भयो यो अनि साथसाथै यो बागवानीलाई पनि एकदम राम्रो किनभने मैले फ्रुट्स हजुर भेजिटेबल फ्रुट्स यसमा मात्रै बढी त्यसमा कम हुने होइन यो त बराबर नै फाल्छ होइन हाम्रो उता चाहिँ के भने बिरुवा मरेको हुनाले उता बिरुवा नमरेको हुनाले दुईवटा वर्ष जस्तै यसरी फाल्दा चाहिँ यसमा चाहिँ बढी हुने भयो त्यसमा कम हुने भयो त्यस्तो हुँदैन ए यो 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 बोटलाई बढी उतालाई कम हजुर अब यस्तो छ अब यो डेफिनेटली चाहिँ यसमा चाहिँ पानी त यता पनि उता पनि उति नै जाने भयो होइन अब यसमा चाहिँ यति नै भयो हुनाले चाहिँ बढी टाढाकोलाई कम हुनु होइन यस्तो चाहिँ के हो यो केमा भर पर्छ भने एउटा तपाईँ इन्टलिजेन्समा भर पर्छ तपाईँ स्लोमा भर पर्छ होइन माटोको टेक्सचरमा भर पर्छ होइन र नजिकले चाहिँ बढी पाउने स्वाभाविकै हो होइन तर चाहिँ के हो भने तपाईँले अरू फरो इरिगेसन र यसमा चाहिँ फरक हुँदैन चाहिँ के भने यसले पानी दिँदाखेरि जमिनभित्र जुन पानी सोचेर लिन्छ नि इन्फिल्ट्रेसन भन्छ त्यो इन्फिल्ट्रेसन सोचेर लिएको पानी चाहिँ के हो भने तपाईँको यो जति अब जस्तो यो यसको रुट जोन त्यहाँ पनि अहिले यो धेरै ठुलो भएको छैन होइन यो 30-40 सेन्टिमिटरको गहिराइ मात्र भयो पुग्छलाई त्यो भित्रलाई पानी पुग्ने गर्ने मात्र दिने हो कि अनि अर्को कुरा हजुरहरूले चाहिँ विचार गर्नुपर्ने र बुझ्नुपर्ने के हो भने यो जुन यो सतह सिँचाइ गरिन्छ नि यो सतह सिँचाइ गर्दाखेरि हामीले यसलाई यतिले मात्रै भिज्ने भन्ने हाम्रो प्रिन्सिपल हुँदैन यसको प्रिन्सिपल हुँदैन सतह सिँचाइमा गर्दाखेरि यसको फरोबाट यो चाहिँ करिब यहाँबाट 1 मिटर यति जति पानी भिज्छ यो पनि यति भिज्ने गरेर यसको एरिया चाहिँ यति भिज्ने हुन्छ कि अनि उताकोले फरोले पनि त्यति नै भिज्ने हुन्छ गरिसकेपछि यो भित्रको जुन माटो छ होइन 40-45 सेन्टिको अहिले चाहिँ हामीले 40-45 सेन्टिमिटर मात्र भित्र पानी जम्मा हुने गरेर यो माटो चाहिँ रिजर्भर ट्याङ्क बनाउने हाम्रो प्रिन्सिपल हुन्छ कि अनि त्यही अनुसार चाहिँ हामीले एकचोटि पानी दिइसकेपछि अब यो चाहिँ 1 हप्तालाई पुग्यो अथवा 10 दिनलाई पुग्यो भन्ने कुरा निकाल्छौँ कि त्यो हामी सधैँ दिइराख्नुपर्छ भन्ने छैन होइन यस्तो हुन्छ कि यसको अर्को एउटै कुरा के हो भने यसबाट चाहिँ के हो भने पानीलाई चाहिँ हामीले आफ्नो कन्ट्रोलमा राखेर चाहे जतिको दिन सक्यो अब यसमा चाहिँ हामीले त्यसको लागि चाहिँ के भने एउटा इन्फिल्ट्रेसन क्यापेसिटी थाहा पाउनुपर्छ होइन र यसको चाहिँ अब भनौँ न यसको अब यहाँबाट 1 मिटर 1.5 मिटर भनेको यो 2 मिटर भयो 2 मिटर बाई यो चाहिँ अब 15 मिटर भनेकै 2 30 स्क्वायर मिटर भयो 30 स्क्वायर मिटरको एरिया भयो एउटा फरोको लागि होइन र 45 सेन्टिमिटरको गहिराइसम्म पानी चाहिँ हामीले जम्मा गरेका छौँ भनेको त्यतिको रिजर्भर ट्याङ्क बनाउने हो कि होइन त्यसको लागि चाहिँ नि अब यो चाहिँ हामीले यसमा चाहिँ यो किताबमा पनि मैले निकालिसकेको छु यसको फर्मुलामा पनि कति यो पानी भर्नलाई कति समय लगाउने भन्ने कुरा यो फर्मुला हामीले चाहिँ डेराइभ गरिसकेका छौँ यो फर्मुला युज गरेर पनि जस्तै एउटा यो पानी भर्नको लागि समयको लागि चाहिँ यो चाहिँ 36 × 20 भनेको यो काचालको 5 मिटर भयो होइन अनि यो इन्फिल्ट्रेसन रेट र यो एरिया यति भएपछि हामीले चाहिँ यो भर्नलाई चाहिँ कति समय दिनुपर्छ यो निकाल्यो होइन त्यही अनुसार चाहिँ पानी दिन्छ यो धेरै यो एउटा के हो भने हाम्रो नेपालको लागि चाहिँ यो एउटा नयाँ सिँचाइ प्रविधि पनि हो र धेरै सस्तो र हाम्रो दुस्की किसानहरूले पनि युज गर्न सकिन्छ र अर्को एउटा के भने यो चाहिँ हामीले सम्म मैदानमा मात्र तेरास लाइनमा पनि युज गर्न सकिन्छ पहाडीहरूमा पनि युज गर्न सकिन्छ होइन जस्तो अब धेरै भिरालो भएको ठाउँमा पनि जस्तो तपाईँले यसलाई चाहिँ यति पानी भरेकोमा पनि यो फाल्न मिल्ने बनाउनु मिल्छ अथवा यति सानो कातलका जस्तो 1 इन्चको 8 इन्चको कातलको बनायो भने यो धेरै भिरालोमा पनि हामीले युज गर्नु है
अब एउटा कुरा यो फार्ममा चाहिँ यो तपाईँले काचालका देखिरहनु भएको छ भने उताको पार्ट चाहिँ हामीले कन्ट्रोलको रूपमा ल्याएको छौँ। त्यसको लागि चाहिँ अब यो पाइप जोडिदिएका छौँ। पाइप पछि हामी पाइप दिन्छौँ। त्यहाँ रिङ ब्यासिन देख्नुहुन्छ कन्ट्रोलको रूपमा चाहिँ आउँछ। त्यहाँ रिङ ब्यासिनको रूपमा चाहिँ हामीले यो किसान पनि भयो, यो रिसर्चको रूपमा हामी काम गरिरहेको छौँ। त्यसरी हामीले यहाँ चाहिँ धेरै कुराहरू देखाउन खोजिरहेको छ तपाईँलाई। जस्तो यो भागलाई चाहिँ हामीले यहाँ चाहिँ अलिकति ढुङ्गाबाट पनि भएन। र अर्को कुरा के हो भने यो भागमा चाहिँ हामी यो अब रिङ ब्यासिनको रूपमा यो रिङ ब्यासिनको रूपमा हामी यो कन्ट्रोलको रूपमा चाहिँ यो बोटहरूलाई यो चाहिँ हामी कन्ट्रोल कम्पेरिङ स्टडीको लागि यो चाहिँ रिङ ब्यासिन चाहिँ हामी बनाएर कन्ट्रोलको रूपमा चाहिँ राखिरहेको छौँ। अर्को वर्ष होइन अर्को वर्ष तपाईँले हुन्छ त्यसलाई कन्क्लुड गरेर ल अब अर्को यसको अर्को एउटा विशेषता भनेको चाहिँ के हो भने यो चाहिँ अब जुनसुकै सोइल टाइपहरू जस्तो भनौँ न फाइन टेक्सचर सोइल, मिडियम टेक्सचर सोइल, यो कोर्स टेक्सचर सोइल, जुनसुकै सोइललाई पनि हामीले सोइलको प्रकार अनुसार चाहिँ हामीले यसलाई चाहिँ इरिगेसन गर्न मिल्छ। र यो जुनसुकै पहाड हिमाल पहाड भनौँ न सबैतिर चाहिँ हामीले इरिगेसन गर्न मिल्छ। र यो चाहिँ सिँचाइ चाहिँ कम्पेरिटिभली कस्टको हिसाब गर्ने हो भने होइन जस्तो अहिले यो 4.5 कट्ठामा हाम्रो चाहिँ 1 लाखको खर्चको हिसाबमा त्यसैभित्र चाहिँ परेको छ। भनेको 1 कट्ठामा हाम्रो 25,000को हिसाब आयो होइन त्योभन्दा बढी चाहिँ खर्च भएको छैन होइन। जस्तो यो पाइपहरू भएको चाहिँ मसँगै थियो होइन मैले आफैले युज गरेँ होइन। त्यो बाहेक अरू चाहिँ सबै कुरा यति भित्रै नै पर्छ। धेरै कुराहरू चाहिँ यो धेरै कस्ट चाहिँ मिनिमम कस्टमा चाहिँ हामीले यहाँहरू काम गरेको छ होइन। र एउटा कुरा के हो भने यो ड्रिप इरिगेसनको कम्पेरिटिभली हेर्ने हो भने अब यसको लागि चाहिँ त्यो खर्चिलो पनि छ होइन। र त्यसमा चाहिँ अब यो पानीहरू प्लगिङ हुने होइन बन्द हुने त्यसले समस्याहरू आउँछ भने यसमा चाहिँ अब तपाईँले कुनै जस्तो फर्टिलाइजरहरू एकैचोटि ट्याङ्कीमा राख्यो पठाइदियो फर्टिलाइजर यसमा गयो यसमा चाहिँ क्लगिङ हुने समस्या पनि आएन र एकैचोटि हामीले चाहिँ यसमा खेतमा चाहिँ पुर्याउन पनि सकिन्छ होइन हो। र यो चाहिँ के हो भने इजिली अन्डरस्टुड जस्तो किसान दाइ हो कि भाइ उहाँ पनि आइरहनु भएको भाइ नै होला होइन। उहाँहरूलाई पनि अब यसो हेर्दाखेरि यो त सबैले अहिले गएर पनि हामीले प्रयोग गर्न सकिन्छ। गाह्रो रहेछ केही बिग्रिने खालको पनि केही छैन होइन। त्यस भएको हुनाले एकचोटि लगानी त्यो पनि 1 कट्ठाको लागि चाहिँ खर्च गरेमा तपाईँलाई चाहिँ सधैँको लागि नै भयो। र तपाईँले अब यो जस्तो हामीले यहाँ काडी खेतीको लागि गरिरहेको छ तपाईँले यो चाहिँ यो यो चाहिँ तरकारी खेती एकदमै राम्रो हुन्छ होइन। तरकारी खेतीहरूमा चाहिँ जस्तो यति अब यो चान्स छ भने त्यो पनि अब क्रप अनुसार होइन क्रप अनुसार चाहिँ तपाईँले 50 देखि 75 फर्कमा चाहिँ हरेक त्यही अब त्यही यसको यो चाहिँ हामीले यसरी यताउताबाट गएर एकैतिर पनि पठाउनु मिल्यो है। अर्को कुरा के हो भने जस्तो सतह सिँचाइमा गरिने जस्तो यतिले चाहिँ यो यतिको यो पानीको फ्लोले यो चाहिँ यहाँसम्म पुग्छ भने तपाईँले सर नमस्कार है सर भन्छ भने हामीले चाहिँ यो चाहिँ कन्ट्रोल यो चाहिँ सतहमाको लागि चाहिँ हामीले डाइरेक्ट पानी छोड्दाखेरि यो चाहिँ अब 1.5 इन्चको पाइप होइन खास त 3 इन्चको 4 इन्चकोबाट छोड्छ भन्दाखेरि यो 1.5 इन्चको पाइपबाट पनि हामीले यसमा सिँचाइ गर्दाखेरि कति भनौँ न यो यसको हिसाबले चाहिँ यो त धेरै टाढो जानुपर्ने हो नि होइन। तर यो चाहिँ अब 1/2 इन्चको पाइपबाट गइरहेको छ यो 1.5 इन्चको गर्दाखेरि पनि कति पानी जान्छ यो देखाउनलाई मैले यो 1.5 इन्चको पाइप गइरहेको होइन। अब यसबाट यति गर्दाखेरि सोइलहरू पनि एरोजन पनि भयो होइन। तर यसको चाहिँ हेर्छु त्यहाँ पानी हेर्नुहोस् तपाईँले सोद्धाखेरि कति होइन। यसको लेन्थ चाहिँ एडभान्स लेन्थ धेरै कम हुन्छ सोइल एरोजन हुन्छ होइन। अझ यो त 1.5 इन्चको मात्र छ त्यहाँ त छोड्ने त 3 इन्चको र 4 इन्चको हो है। यसको धेरै हुन्छ होइन। यसको देखाउनलाई कम्पेरिटिभ गर्न यो तयार गरेको है। नमस्कार सबैलाई फेरि एकचोटि म प्रोफेसर डाक्टर इन्जिनियर भगवान दास मानन्दर र म यो काचालका तथा क्यापिलरी सिँचाइ प्रविधि कृषि फर्ममा यहाँहरू सबैलाई स्वागत छ। यो भर्खरै दर्ता गरेको हो। यो चाहिँ मैले चितवनको
कृषि विकास कार्यालयसँग समन्वयसँग गरेर एउटा चाहिँ नि मैले जानेको सिकेको र पिएचडी गरेर आएको जुन फाइन्डिङ छ त्यो फाइन्डिङलाई चाहिँ मैले कृषकसम्म कसरी पुर्याउने यो 23 वर्षसम्म मैले अध्ययन अध्यापन गरेँ ग्रामपुर क्याम्पसमा पग्लेको क्याम्पसमा र धेरै अरू क्याम्पसहरूमा प्राइभेटहरूमा पढाएँ तर विद्यार्थीलाई पढाइयो तर यो कृषकसम्म नपुग्दाखेरि मलाई चाहिँ यो के हो भने मैले जुन अथक प्रयास गरेर 6 वर्षको अथक प्रयास गरेर जुन फाइन्डिङ गरेँ त्यो कृषकसम्म पुर्याउन सकेन यसको मेरो महत्त्व पनि छैन यो पिएचडीको यो कापीमा यो राखेर केही फरक छैन यसलाई चाहिँ किसानसम्म कसरी पुर्याउन सकिन्छ त्यो पुर्याउनलाई चाहिँ मैले त्यो उद्देश्य लिएर अहिले चाहिँ यो कृषि फर्म होइन कचल्का तथा क्यापिटल सिँचाइ प्रविधि कृषि फर्म दर्ता गराएँ र दर्ता गराएको यसबाट चाहिँ यो कृषि विकास कार्यालयबाट चाहिँ एउटा उन्नत प्रविधि प्रदर्शन भन्दाखेरि त्यो कार्यक्रम अन्तर्गत मैले चाहिँ यो एउटा काचाल्का सिँचाइ प्रविधि अहिले यो वर्ष मैले तपाईँहरूको अगाडि पोस्टपोन सकेँ। यो काचाल्का भनेको चाहिँ के हो? काचाल्का भनेको चाहिँ खास यो चाहिँ रसियन शब्द हो। रसियन शब्दमा काचाल्का भनेको चाहिँ यो चाहिँ ढिकी च्याउ अथवा चाहिँ पानी चाहिँ एकपटक जम्मा हुने 1 लिटर सपोज 1 लिटर 2 लिटर 3 लिटर गरेर हामीले यहाँ चाहिँ अहिले 3 लिटर 4 लिटर 5 लिटर यहाँ चाहिँ हरियो चाहिँ 5 लिटरको रातो चाहिँ 4 लिटर र नीलो चाहिँ 3 लिटरको क्यापेसिटी बनाएको छौँ होइन र यो चाहिँ के भने विभिन्न थरीको बनाउनुको मुख्य उद्देश्य के हो भने यो कुन चाहिँ हामीले कस्तो खालको माटोलाई कुन चाहिँ खेतीको लागि चाहिँ कुन चाहिँ अब क्यापेसिटीको चाहिँ हामीले कृषकहरूलाई चाहिँ प्रस्तुत गर्न सकिन्छ अथवा उहाँलाई चाहिँ रिकमेन्ड गर्न सकिन्छ हिसाबले यो रिसर्चकै हिसाबले पनि एउटा पोइन्ट अफ भ्यूबाट त्यो चाहिँ मैले बनाएको हो। यो प्रविधि गर्न चाहिँ हजुरलाई कति समय लाग्यो? यो किसान समस्या किन गएन अलिकति हजुरले भन्नु? यो चाहिँ अब मैले 1993मा चाहिँ यो मैले पिएचडी गर्दाखेरि अध्ययन सुरु गरेको हो र 1995मा चाहिँ मैले यसलाई चाहिँ प्रस्तुत गरिसकेका थिएँ। यो चाहिँ मल्दोभा किस्नेभ भन्ने एउटा अहिले छुट्टै स्टेट छ र यो मल्दोभाको चाहिँ राजधानी किस्नेभमा त्यहाँ चाहिँ मैले पिएचडी गरेको हो र त्यो यो पिएचडी गर्दाखेरि जुन प्रश्न के भन्नुभयो मैले अलिकति यो प्रविधि किसान समस्या किन पुग्न सकेन? हजुर हजुर अरू अब यो चाहिँ मैले चाहिँ त्यहाँ गरेर डेमो गरेँ त्यहाँ पनि त्यस्तै तपाईँहरू पत्रकार जसै गएर जुन यस्तै डेमो पनि भएको त्यो मल्दोभा स्टेटमा र त्यहाँ पनि अहिले विभिन्न सोभिसँग पुगिसकेपछि आफ्नो उनीहरूको समस्या भएको पनि त्यहाँ पनि लन्च भएर गएको त्यो केही पाएन र नेपालमा आएर मैले अध्ययन अध्यापन गराउने सिलसिलामा मैले विद्यार्थीहरूलाई चाहिँ 23 वर्षसम्म अध्ययन अध्यापन गराएँ होइन तर अध्ययन गर्दाखेरि उनले जानकारी लिए तर त्यसलाई चाहिँ हामीले इम्प्लिमेन्ट गर्न पाएन र यो किसान समस्या चाहिँ पुर्याउन नसकेपछि मैले चाहिँ अब के भने 23 वर्षसम्म मैले पढाएर यो अब किसानसम्म लग्न सकिनँ भने यो डिसर्टेसनको रूपमा मात्रै कागजको रूपमा राख्नु भएन यो किसानसम्म पुर्याउन मेरो कर्तव्य हो। यो कर्तव्य पुरा गर्नको लागि चाहिँ मैले जागिर पनि छोडेँ र जागिर छोडिसकेपछि अब यो 4-5 वर्षमा आफ्नो घरको काममा समय र नेपालसम्मको एउटा चाहिँ त्यसमा चाहिँ फर्मुला पट्लाउनलाई मैले समय लगाएँ र अब त्यो सबै कुरा भइसकेपछि अब यो चाहिँ म यो जुन मैले पट लगाएको काचाल्का इरिगेसन सिस्टम छ अथवा डिस्क्रिट इरिगेसन सिस्टम हो मेन चाहिँ नि यसको जुन टेक्नोलोजी छ त्यसलाई चाहिँ टुल्स छ त्यसलाई काचाल्का भनिन्छ होइन यो रसियन शब्द अनुसार ढिकी च्याउ हो र यसलाई चाहिँ हामीले कृषकसम्म चाहिँ नजानुमा चाहिँ मुख्य कारण भनेको के हो भने पढाइयो अब त्यो इन्स्टिट्युट भनेको अध्ययन अध्यापनै हो होइन पढाइयो तर पढाउनुको साथसाथैमा त्यहाँ चाहिँ रिसर्चहरू हुन्थ्यो तर रिसर्चको रूपमा चाहिँ अब एग्री इन्जिनियरमा चाहिँ मास्टर डिग्रीको विद्यार्थीहरू नभएको हुनाले मैले विद्यार्थीहरू नभएको हुनाले त्यो मैले रिसर्च गराउनु पाइएन होइन त्यो कमी जत्या रह्यो र अब हामीले चाहिँ के हो भने अब आफै किसान भएर हिँडिसकेपछि किसानसम्म पुर्याउनु नै मेरो ठुलो चाहिँ राम्रो टुल्स होला माध्यम होला भनेर यो चाहिँ अब त्यो हिसाबले म चाहिँ अरू प्रविधि र यो काचाल्कामा चाहिँ के फरक छ? काचाल्का नै किन रोप्ने किसान? यस्तो छ अब अरू प्रविधि भनेर नेपालमा मात्र होइन संसारमै चाहिँ सतह सिँचाइमा चाहिँ बढी प्रयोग हुने भनेको यो कुलेसो अथवा फरो इरिगेसन मेथड हो। त्यसमध्ये पनि नेपालमा त धेरै नै जुनसुकै खेतमा चाहिँ तपाईँले यो फरो इरिगेसन गरिन्छ। नेपालमा फरो इरिगेसन गरेको तपाईँले हेर्नु हो भने यो फरोको लेन्थ भनेको तपाईँले 6 फिट 8 फिटको मात्रै हुन्छ त्योभन्दा बढी पाउनुहुन्न होइन। त्यसमा चाहिँ के हो धेरै मेहनत चाहिन्छ र धेरै पानी चाहिन्छ होइन। कुलोबाट पानी कुलेसोमा ल्याएर पानी चाहिँ पुरा त्यसमा भर्नी गरेर अथवा चाहिँ यसलाई चाहिँ के भने फर्निङ नै गर्नुपर्छ होइन। त्यसो गरेर पानी चाहिँ धेरै मेहनत र धेरै चाहिँ पानी चाहिने हुन्छ र अब यो चाहिँ जुन डिस्क्रिट इरिगेसन सिस्टम छ यो चाहिँ सतहमा मेकानाइज गरिएको यो चाहिँ सेमी अटो चाहिँ मेकानाइज इरिगेसन सिस्टम हो। यसले चाहिँ
प्लान्टलाई अथवा खेतलाई जति पानी चाहिन्छ त्यो पानी मात्र हामीले चाहिँ प्रोभाइड गर्न सकिन्छ, त्यसलाई कन्ट्रोल गर्न सकिन्छ। कन्ट्रोल गर्नको लागि चाहिँ हामीले त्यसमा जस्तो यो धाराबाट कन्ट्रोल गर्न सकिन्छ। जस्तो 5 लिटरको ठाउँमा 5 लिटर, 4 लिटर, 3 लिटर, 2 लिटर, 1 लिटरको गरेर कुन खेतमा कतिको आकारको छ त्यो अनुसार चाहिँ हामीले पानीको चाहिँ अनुसार चाहिँ क्यापेसिटीको चाहिँ काचलका दिन सक्छौँ। र यो चाहिँ अरूको चाहिँ हामीले यो किन चाहिन्छ कम्पेरिटिभ जस्तो डिस्ट्रिक्ट यो काचलका इरिगेसन सिस्टम चाहिँ ड्रिप इरिगेसनभन्दा धेरै सस्तो पर्छ, स्प्रिङ्कलरभन्दा धेरै सस्तो पर्छ होइन। र यसमा चाहिँ के हो भने किसानहरूलाई चाहिँ धेरै अन्डरस्ट्यान्ड के बुझ्न सकिन्छ। यसमा चाहिँ हेर्दाखेरि बिग्रिने पनि केही छैन होइन। र यो के भइरहेछ यसो हेर्दाखेरिमा पनि यो त यता पल्ट्यो उता पल्ट्यो पानी चाहिँ फालिरहेछ। तर के भने एक मुस्तमा पानी फाल्यो कि जस्तो धारा चाहिँ सर पानी गइरहेछ भने त्यो हाफ इन्चको पानीले तपाईँले यसलाई भिजायो भने 1 मिटर 1.5 मिटर जान्छ भने यसलाई चाहिँ एक मुस्त चाहिँ जस्तो 2 लिटर 3 लिटरको एक मुस्त चाहिँ तपाईँले पानी फाल्दाखेरि यसले चाहिँ एकैचोटि 2-3 मिटर चाहिँ पानी जान्छ होइन। र यसरी अगाडि जब सुक्खा ठाउँमा 1 मिटर गएपछि पानी भिज्दै गएपछि झन् अगाडि चाहिँ यसको एडभान्स लेभल चाहिँ बढ्छ। र यसले चाहिँ के भने छोटो पानीको जगेर साथसाथै र यसले चाहिँ के भने टेल इन पनि अथवा अन्टबाट जो फरोको अन्तबाट लस हुने पनि मिलाउन सकिन्छ, कम गर्न सकिन्छ। साथसाथै डिप पर्कुलेसन भनिन्छ, जमिन मुनिबाट हुने म्याक्सिमम लस हुन्छ त्यो चाहिँ एकदमै कट गर्छ। र पानीको धेरै बचत हुन्छ, इनर्जीको बचत हुन्छ, लेबर कस्ट धेरै इफिसियन्सी हुन्छ। साथसाथै यसको चाहिँ इरिगेसन इफिसियन्सी भनेको 93% छ मेरो रेकर्ड अनुसार चाहिँ 93 रेकर्ड हुन्छ। यसको युनिफर्मिटी पनि करिब 95 जति युनिफर्मिटी छ यसको। कुन बालीमा चाहिँ खास यो अलिकति राम्रो हुन्छ? अहिले यो चाहिँ हामीले जस्तो सुनकातीलाई लगाइरहेछौँ, यो सुनकातीको लागि भयो, बागवानी अरू जस्तै अरूमा पनि अरू खेतीहरूमा जस्तै एभोकाडोहरू भयो होइन, सुन्तलाहरू भयो, जुनसुकैमा पनि बागवानीमा तपाईँले प्रयोग गर्न सकिन्छ। तरकारी खेतीहरूमा जस्तो आलु खेतीहरू भयो होइन हो, आलु भयो, तपाईँले बन्डाहरू भयो, काउलीहरू भयो, जुन चाहिँ फोरो बनाएर बनाइन्छ तिनीहरूमा चाहिँ हामीले यो राम्रोसँग प्रयोग गर्न सकिन्छ। किसानले प्रयोग गर्न चाह्यो भने चाहिँ कसरी सम्पर्क गर्न सक्छ के होइन, यसको सम्पर्क गर्नको लागि चाहिँ एउटा अब यो चितवन यो कृषि विकाससँग पनि डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ। नभए चाहिँ म डाक्टर भगवानदास मानन्दरसँग पनि मसँग पनि सम्पर्क गर्न सकिन्छ। मेरो मोबाइल नम्बर 9855050707 हो। हस् 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 किसानले त बुझ्छ नि होइन।